Hello guys, welcome back to my YouTube channel. अनि त्यहाँपछि सबैलाई स्वागत छ मेरो YouTube च्यानलमा। म चाहिँ निकेश गिरी अनि त्योभन्दा नि अगाडि चाहिँ म चाहिँ BHM स्टुडेन्ट है। अनि त्यहाँपछि म चाहिँ अब इन्टर्नसिप जान लागेको छु। उहाँ चाहिँ पार्दै हुनुहुन्छ, पादै हैन। आज दिनभरि मैले बसमा आउँदाखेरि हैन फुल सर्भिस दिएँ। के खानुहुन्छ, के लाउनुहुन्छ हैन, बस सर्भिस टिकट सहित मैले काट्दिएर उहाँलाई लिएर आएको छु। उहाँलाई चाहिँ नपचेर पादै हुनुहुन्छ। अनि त्यसपछि चाहिँ मैले के भन्नु लाग्थेँ भन्दाखेरि चाहिँ म चाहिँ इन्टर्नसिपको लागि चाहिँ म कतार जाँदैछु है। मेरो चाहिँ भोलि बेलुकाको फ्लाइट छ। अनि त्यसपछि म चाहिँ अहिले मेरो आमाको घरमा आएको छु। आज चाहिँ यसो यहीँ बसोबास हुन्छ। भोलि बिहान चाहिँ ट्याक्क एयर निस्किदिन जानुपर्छ 10 बजीतिर। अनि त्यहाँपछि भनेको चाहिँ त्यही नै हो। अब यस्तै छ। BHM गरेर त अहिले आएर के सोचिरहेको छु भन्दाखेरि चाहिँ मैले BHM चाहिँ किन पढेछु जस्तो फिल भइरहेछ। किनकि बाहिर जानुपर्ने अवस्था आयो हैन। जानै नि पर्यो। नयाँ एक्सपिरियन्स हुन्छ, नयाँ जर्नी सुरु हुन्छ अब मेरो हैन दाइ। के भन्नु छ? के बोल नि त अब जाँदैछु म। शुभ यात्रा। अनि त्यहाँपछि त्यही नै हो। अब एकछिनमा चाहिँ हामी यसो बजारतिर यसो चोकतिर यसो डुलिन्छ खानसाना खाएर हैन। अनि त्यहाँपछि अब सामानहरू अलिअलि मिलाउनु छ। भोलि पनि सामानहरू किन्न छ। अनि त्यहाँपछि उहाँ इन्टर्नसिप गएर चाहिँ के कस्तो हुन्छ म हजुरहरूलाई सबै कुरा बताउने छु हैन। के लानु पर्छ, के लानु हुँदैन भन्ने कुराहरू पनि। अनि त्यहाँपछि त्यही हो। अब जति पनि BHM गरेर बस्नुभएका भाइ बहिनीहरू हुनुहुन्छ उहाँहरू चाहिँ राम्रोसित पढ्नुहोस् हैन। आफ्नो पढाइमा फोकस गर्नुहोस्। फोकस गर्नुभयो भने म जसरी नै तपाईँहरू पनि बाहिर जान पाउनुहुन्छ है। यति भन्दै अहिले चाहिँ यति भन्दै चाहिँ फेरि दाबी देख्न चाहन्छु। दादा 2 शब्द जाओस् न। भन्न भन् त के शब्द भन्न भाइको लागि। के भन्छस् अब? के भनिन्छ नि त, राम्रो रिजा, शुभ यात्रा, यति हो। राम्रो घर, जड गाएर लगेनगर कतार मेरी हतार नगर, राम्रो घर। अनि अब एउटा कुरा हुन्छ म समीरको लागि चाहिँ के भन्नु छ? हाम्रो समीरलाई त आई लभ यु भयो त्यति। आई लभ यु बतालाओस् नबतलाओस्, अलवेज लभ। ल ठिक छ। अब यति नै हो। अब चाहिँ हामी फ्रेस भएर चाहिँ ट्याक्क अब आमाले खाना बोलाउनु छ। ट्याक्क अब खानसाना खाएर एकछिन चाहिँ निस्किन्छौँ यसो फ्रेस हुनलाई। अनि त्यहाँपछि यो भ्लग चाहिँ भोलि कन्टिन्यू हुन्छ। अनि त्यहाँपछि यही भ्लगमा हुन्छ कि अब कहिले हुन्छ यही भ्लगमा हाल्छु म घरबाट बिदाइ भएको सानोतिनो इमोसनल मोमेन्टहरू है। प्लिज इन्जोय। अनि त्यहाँपछि त्यही हो। See you.